हाम्रो मागहरू जति पनि छन् ती कुराहरू यदि यो सरकारबाट पुरा हुन्छन् भने यो हाम्रो चुनावमा जानुभन्दा अगाडि पुरा हुन्छन् भने अफकोर्स हामी जान चाहदैनौँ नै, त्यो कुरा बरु नहोस्। तर यदि पुरा हुँदैनन्, हामीले जे कुराको लागि त्यत्रो त्याग गरेका छौँ, जति हाम्रा जेनजी साथीहरूको रगत बगेको छ, ती शहीदहरूको रगतको यदि मूल्य हुँदैन भने, त्यतिकै व्यर्थ खेर जान्छ भने त्यो खेर जान दिनु हुँदैन। त्यसको लागि फेरि पनि वन्स वी बिकेम युनाइटेड, मेरो मात्रै व्यक्तिगत ओपिनियनले हुँदैन नि त। फेरि हामी अन्य विभाजित ग्रुपहरूको लिडरले आफ्नो ओपिनियन मात्रै यही सही हो भनेर दिए जस्तो हामीमा के फरक भएर? वाट इज डिफरेन्स बिट्विन मी अस एन्ड देम? हामीले युनिटीको कुरा गर्नु खोजेँ कि उहाँहरूको पनि विचार आओस्, अर्को ग्रुपको के छ त्यो पनि धारणा आओस्, अनि वाट वुड बी द पर्फेक्ट, कुन चाहिँ बेस्ट हुन्छ, त्यसपछि चाहिँ बेस्टलाई हामी छानेर लाने हो। त्यही भएर हजुरले लिडरको कुरा गरिरहनु हुँदाखेरि पनि हाम्रो टिमको यो लिडर द्याट्स नट, हामी स्वतस्फूर्त रूपले हो। र जो लिडिङमा यो टिमको त्यो लिडर, फल्ना टिमको त्यो लिडर, अझै भएन राजावादीको उहाँ लिडर, एमालेको जेनजीको त्यो लिडर, कङ्ग्रेस जेनजीको त्यो लिडर भन्ने भइरहेछ। बट त्यसरी जानु हुँदैन। We have to come together. So when we come together at one place, then हाम्रो एउटा छलफल रे, त्यसपछिको हाम्रो निष्कर्ष रे, we will make one our leader who will be the real leader and he will represent all the Gen Z's voice. उसले रिप्रेजेन्ट गर्छ, हरेक जेनजीलाई समेटेर लान्छ। सो सानो झुण्डको एउटा लिडर भएर के गर्नु, हरेकलाई समेट्नु पर्छ। किनकि हिजोको दिनमा त्यो के भन्छ, हामीले सेप्टेम्बर 8 र 9 मा प्रोटेस्ट गर्दै गर्दाखेरि स्वतस्फूर्त रूपले यो काठमाडौँको फल्ना लिडर, दमकको यो लिडर भनिया थिएन। म आफै पनि आफ्नो इच्छाले गएको थिएँ, किनकि मलाई पनि त्यो हुन्छ नि ट्रेन्डमा हेरिरहँदाखेरि आई फिल द्याट दिस इज टु मच, जानुपर्छ। सो म स्वतस्फूर्त रूपले गएँ, दमकको प्रोटेस्टमा म थिएँ, काठमाडौँको प्रोटेस्टमा म थिइनँ, तर मलाई जान चाहिँ मन थियो। अनि एभ्री टाइम न्युज स्क्रोल गरिरहेको क्या, अब हुन्छ नि सायद जीवनमै पहिलोपटक होला कहिल्यै समाचार नहेर्ने युवाले पनि 12 होइन 24 घण्टा समाचार त्यतिखेर खोजी रुटेन अफ नेपाल बन्द, कहाँनिर एकुरेट न्युजहरू आउँछ त्यो साइटहरू खोजी यति साह्रो चिन्ता, देशप्रतिको त्यो हुन्छ नि भक्तिभाव, देश भनेको चाहिँ के हो, माया। त्यो बेला हुन चाहिँ मैले भनेको सुनेको, यदि नेपालबाट टाढा गयो भने चाहिँ विदेशमा जाँदाखेरि एउटा मात्र नेपाली मान्छे देख्यो भने कस्तो आफ्नै हुन्छ नि, आफ्नै खुन जस्तो लाग्छ अरे क्या। अनि नेपालको माया यति धेरै लाग्छ अरे। एउटा भनाइ पनि छ, आफ्नो घरभन्दा टाढो परि अथवा हुन्छ नि पाहुना घरमा गयो भने आफ्नो घरको माया लाग्छ, आफ्नो गाउँ छोडेर अर्को सहरमा जाउँ आफ्नो गाउँको माया लाग्छ, अनि आफ्नो देश छोडेर जब विदेश जान्छौँ तब देशको माया लाग्छ भने जस्तै। त्यतिखेर चाहिँ के भयो भने देशको भावना चाहिँ देशैमा बसिरहँदाखेरि पनि अति क्या सबैलाई, यो मेरो व्यक्तिगत मेरो मात्रै त्यतिखेरको चाहिँ मेरो मात्रै अनुभव होइन, सबैले नै त्यो अनुभव गरेको हो। साझा अनुभव, एउटा साझा हाम्रो उद्देश्य थियो। अनि त्यो साझा उद्देश्यको लागि किन अहिले चाहिँ विभाजित हुने? सानो झुण्डको त्यो जेनजीको लिडर, त्यो जेनजीको लिडर, वाइ? अफकोर्स कोहीले आफ्नो विचारहरू क्लियरली राख्न सक्नुहुन्न भने वी हेभ टु हेल्प देम। उहाँहरूको पनि विचार सुनेर वी हेभ टु रिप्रेजेन्ट, त्यो हो नि त असली लिडर त। बोल्नु नसक्नेको पनि विचार सुनवाई हुनु पर्यो, उहाँको पनि धारणा राखिदिन सक्नु पर्यो। जो बोल्नु सक्दैन उसलाई चाहिँ पछाडि बिचरा देशप्रतिको माया त छ नि त, वी हेभ टु डु समथिङ भन्ने छ। हिजोको दिनमा गोली खाने बिचरा हाम्रो भूपेन्द्र हाम्रो भाइले भन्दै हुनुहुन्थ्यो, म पहिलोचोटि फेस गर्दैछु, मलाई अलिक कन्फिडेन्स छैन भन्दै राख्नुभयो। तर देशको माया थियो र त त्यो 27 छर्रा खानुभयो त, नत्र भाग्नुहुन्न थियो। त्यो आन्दोलनमा किन जानु? उहाँ कतिजना नजानेहरू पनि हुनुहुन्छ होला, बट म्याक्सिमम युथ एक्टिभली पार्टिसिपेट गर्नुभएको थियो त्यो टाइममा। सो द्याट्स वाइ आवर ओन्ली यो बेलामा हामीले आह्वान गर्न खोजेको युनिटी भनेको चाहिँ त्यो झुण्डको लिडर नबन्नुहोस्। सब झुण्ड हामी आम एक ठाउँमा, लेट्स युनाइटेड टुगेदर एन्ड हामी सबैको साझा विचार त्यहाँ राखिसकेपछि एकजना लिडर हु विल बी द, जसलाई सबले एक्सेप्ट गरोस्। एकजना त्यहाँनिर प्रधानमन्त्री भवनभित्र सिंहदरबारभित्र बस्दै गर्दा अर्कोले विद्रोह गर्ने त्यो खुट्टा तानातानको कुरा अघि आउँदै थियो। एकजनाले म संयोजक भनेर जाँदै गर्दा कसले भन्नु तपाईँलाई मैले बनाएको भन्दै त्यस्तो खालको विवादहरू, त्यो सिचुएसन नहोस् न। यही सिचुएसनले गर्दाखेरि फ्रस्ट्रेटेड छन् क्या अरू मान्छेहरू पनि। लाइक जेनजी भन्दाखेरि एक प्रकारको हिजोको दिनमा चाहिँ अब युवा पुस्ता साँच्चै जागे छ है, खालि युट्युब र त्यो हुन्छ नि अनलाइन गेममा मात्रै बस्ने, खालि त्यो चार दिवारमा बसेर एकहरू हुन्छ नि सोसियलाइज नहुने पुस्ता भनेर नि भन्छ। तर त्यो देख्दा चाहिँ हिजोको दिनमा चाहिँ यस अबको पुस्ता चाहिँ थियो भन्ने थियो, तर अब चाहिँ जेनजी आफै त फुट्छ नि, उस्तै त रहेछ नि, जेनजीको नाम सुन्दा वाक्क लाग्नेहरू पनि भइसक्यो। सो यो अवस्था चाहिँ त्यो होइन। वी हेभ टु युनाइटेड। हाम्रो द ओन्ली थिङ इज वी हेभ टु युनाइटेड। हाम्रो भावनाहरूलाई मर्न नदिउँ, किनकि एउटै भावना थियो क्या। त्यो एउटै भावनाले त लिडरै नभए पनि नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकैचोटि उठेको युवाको जनमानस थियो त्यो बेला। त्यतिखेर नेतृत्व थियो त थिएन नि त। तर अब आवश्यकता छ, हामीलाई पनि थाहा छ, सबैलाई थाहा छ। आवश्यकता हुँदाखेरि पनि हामी एकजुट भएरै अगाडि बढ्नुपर्छ। त्यो विभाजित चाहिँ नहौँ क्या। एउटै भावना थियो, एउटै साझा सपना थियो, एउटै गोल थियो, एउटै एम थियो।
अनि मैले सुनिरहेको थिएँ हामीले घाइतेहरूलाई भेट्दाखेरि पनि यति साह्रो अब हुन्छ नि त्यो बेला चाहिँ थियो अरे कि लाइक म चिन्दिनँ सपोज प्रोटेस्टमा म गएँ मेरो छेउछाउको त म चिन्दिनँ नि त स्टुडेन्ट ड्रेसमा कतिजना हुनुहुन्थ्यो चिनिँदैन तर पनि गरौँ गरौँ एकअर्काले यति धेरै सपोर्ट क्या त्यो आत्मीयताको भावना त्यो फिल्डमा थियो हामीले देखेको चिन्दैन तर पनि अब गोली खाइरहेछ मलाई थाहा छैन उ मेरो आफ्नो खुनको साइनले दाजुभाइ पनि होइन तर नेपालको झन्डा बाँधेर मानवताको नाताले एउटा नेपालीको नाताले जुन मानवता जुन नेपालीपन हामीले देखायौँ त्यो नेपालीपन चाहिँ किन हराउँदैछ अहिले त्यो हामीले भन्नु खोजेको त्यही नेपालीपनको भावनालाई हामीले जगाएर वी हेभ टु कम टुगेदर वी हेभ टु बी युनाइटेड त्यसपछि हामी सल्लाह गरेर अगाडि बढाउला न सँगसँगै रणभूमिमा पाइला चाल्दै गरेको त्यो साथीको त्यो चित्कारले अहिले पनि शान्ति रूपमा हामीलाई रहन दिँदैन त्यसकारणले गर्दा हामी जो जति यहाँ उपस्थित भएका छौँ हामी त्यो रमझममा त्यो तिहारको त्यो दीपावलीको झिलिमिलीमा हामीलाई रमाउन हाम्रो मनले दिएन त्यसकारणले गर्दा हामी यहाँ उपस्थित भएका छौँ र यो सँगसँगै यहाँ उपस्थित हुनुभएका हाम्रो सम्पूर्ण पत्रकार मित्रज्यूहरू हुनुहुन्छ र यसै गरी यहाँनिर हाम्रो कमल सुवेदीजीलाई म अनुरोध गर्दैछु हाम्रो घाइते राष्ट्रिय परिवारको सदस्यज्यूहरूलाई अगाडि बढाइदिनु हुनको लागि कमल सुवेदीजीलाई अनुरोध गर्दछु र हाम्रो जति पनि साथीहरू हुनुहुन्छ तपाईँहरू हाम्रो यस कार्यक्रम स्थानमा आएर रहिदिनु हुनको लागि म अनुरोध गर्दछु र हाम्रो शहीद जोहरूलाई सम्मान सँगसँगै यहाँनिर ब्यानरमा लेखिएको छ यदि जेन्जी एक भएन भने शहीदका आत्माहरू सधैँ भौतारी रहनेछन् यदि जेन्जी एक भएन भने शहीदका आत्माहरू सधैँ भौतारी रहनेछन् घाइते हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाको आँसुहरू कहिल्यै सुक्ने छैनन् If Gen Z doesn't unite, the martyr soul will wander restless, the wounded hearts will never heal, and the tears of our neck. मैले अघि मिति भनिरहँदाखेरि गत महिनाको सेप्टेम्बर 8 अनि 9 तारिकमा देशमा एक प्रकारको हाम्रो युवा समूहले हामी जस्तो युवा समूहले एउटा क्रान्ति छेडेको थियो देशमा भइरहेको भ्रष्टाचार व्यक्तिगत विसङ्गतिको बारेमा अनि ती बारेमा चाहिँ बोल्नुपर्छ भनेर एक प्रकारको आवाज उठाएको थियो र त्यही क्रममा त्यही क्रान्तिमा आफ्नो अमूल्य जीवन जसले गुमाउनु भयो आज हामीलाई थाहा छ यो भाइटिका यो शुभ दीपावलीको अवसरमा हामी कति रमझम गरिरहेका छौँ होला आफ्नो घरमा आफ्नो भाइलाई आफ्नो माइतीलाई चाहिँ हामीले बुझ्नको लागि तयार भइरहेका छौँ होला तर हामी त्यो युवा समूहहरू हामी यस ठाउँमा आएर हाम्रा ती वीर शहीदहरूप्रति सम्मान गर्दै उहाँहरूलाई हृदयबाट नै श्रद्धा अर्पण गर्नको लागि भेला भएका छौँ किनभने हिजोको दिनमा हामी जसरी हाम्रो उद्देश्य एउटै थियो हाम्रो लक्ष्य एउटै थियो अनि र जसले अवगत छ जे जुन आन्दोलनमा शहादत प्राप्त गर्ने महान वीर शहीदहरूप्रति सदा अर्पण गर्दै आज भाइटिकाको दिन हामी उहाँ सबैजनालाई हामीले यो माला अर्पण कार्यक्रम गरिरहेका छौँ र अहिले भने जति पनि
एकजुट भएर चाहिँ अगाडि बढौँ। हेर्नुहोस् नेपाली झन्डा लगाएको छ नि, हामी नेपाली आमाको सन्तान हो कि होइन? हो कि होइन? हो नि। एकजुट भएर हामीले जेन जी, जेन वाई, जेन एक्स के जेनेरेसन भन्छ नि, त्यो होइन, हामी सम्पूर्ण नेपाली हो। नेपाललाई हामी आफै बनाउनु पर्छ। जुनमा नलागौँ, एकसाथ अघि बढौँ, सबैजनाले साथ दिनु होला है। अब त्यही हो, टुक्रा विभाजित भइरहेको छौँ। यो विभाजित भइराख्दाखेरि म प्रश्न गर्न चाहन्छु, आज यसरी गुट भइराख्दाखेरि के ती रगत र बलिदानले मागेको परिवर्तन आउँछ होला? म यो प्रश्न तपाईँहरूमा छोड्न चाहन्छु। यदि आउँदैन भने अब तपाईँ अनि हामी आजकै दिनदेखि, अहिलेकै दिनदेखि एकजुट एक ढिक्का भएर हामी जेनजीहरू युनाइटेड भएर परिवर्तन ल्याउनको निम्ति, रगत र बलिदानले मागेको परिवर्तनको ल्याउनको निम्ति हामी एकजुट हुनेछौँ र हामी बलिदान इतिहासको गाथामा मात्र रहनेछ। यसकारणले गर्दा यो आन्दोलनलाई सफल बनाउनको निम्ति तपाईँ अनि हामी एकजुट एक ढिक्का भएर युनाइटेड भएर अगाडि बढ्ने समय आएको छ। आज हामी देख्छौँ यो देशमा केही पनि छैन बाबु। कहाँबाट कमाउला? खै केही छैन हातमा। खै योपालिको चाडबाड भनौँ पनि यस्तै छ। खेत पनि बाँझै छ, अब आशा यही पानी पर्छ कि भन्ने हो। खै ए साइला पनि त आएछ। ए साइला साइला यता आउन हौ, गफ गरौँ। दाजु खै के गर्नु, गाईको बिजोग छ, घाँस पनि काटेको छैनको, हरि बिजोग ऊ भयो। ए अनि साइले चाहिँ कता नि? खै बिरामी मात्र हुन्छ, घरमा खाने कुरा एउटा छैन, के गर्ने गर्ने होइन। के साह्रो निकाल लागेको नि गाउँमा।
लमस न कसले देखेन त्यो मेरो काख खाली हो त मरेको होइन छोरा यो देशमा आउँदैछ तेरो रगत उपस्थित भएका छौं उहाँहरूलाई नभुलिकन हामीले तिहार मनाउँदा पनि उहाँहरूलाई हामीले भुल्नु कदापि हुँदैन। हिजो भर्खर मात्रै जस्तो लाग्छ रगतको आहालमा यो देश डुब्दै गर्दा आँसुको आहालमा यो देश डुब्दै थियो हिजो भर्खर जस्तो लाग्छ। तर आज हामी त्यो रगत आलो रगत सुक्न नपाउँदै र त्यो आँसुको आहालबाट हामी उम्कन नपाउँदै के खुसी भएर हाँसखेल गरेर के हामी रमाऊ? कुन नैतिकताले रमाउनु? हामीलाई त्यो नैतिकताले दिँदैन। यदि हामी पक्का नेपाली हो भने हाम्रै घर परिवारको निमित्त लड्ने ती जेन्जीहरू, हाम्रै घर परिवारका लागि लड्ने ती आम नेपाली जो हिजो शहीद भए, जो घाइते भए, ती आफ्नै परिवारको जस्तो लाग्छ। किनभने हाम्रो भविष्यको लागि लडेको, हाम्रो घरको चुल्हा र चौका बाल्नलाई हो लाग्छ। कहिलेकाहीँ यहाँ यसो लडिरहँदा भुइँमा लड्दा उसको लागि मर्यो होइन, त्यहाँ मर्दै गर्दा त्यो ज्यान ढल्दै गर्दा उसको लागि मात्र मरेको होइन। यो देश बनाउँदै गर्दा, देशमा परिवर्तन आउँदा तपाईँ र हाम्रो घरको चुलो बाल्नको लागि त्यो उसको ज्यान गएको आम समुदाय। हाम्रो एउटा भाइ बित्दै गर्दा, एउटा दाइ बित्दै गर्दा, एउटा हाम्रो नेपाली नागरिक बित्दै गर्दा त्यो हाम्रो घरको चुलो बाल्नलाई उसको ज्यान गएको के हाम्रो परिवार हामीबाट छुटेको होइन र? के हामीबाट ऊ टाढा भएको होइन र? हाम्रै घरको सदस्य जस्तो होइन र? त्यसो हुँदा यो पालिको तिहार उहाँहरूकै निमित्त हाम्रो समर्पण हो, हाम्रो शोक उहाँहरूको निमित्त एउटा श्रद्धा सुमन। यो भेलाले त्यही जनाउँदैछ, मलाई त्यसो लागिरहेको छ। अब कुरा गरौँ यसो।